हाई डियर अल, सिलङ्गवेजको भिडियो सिरिजमा यहाँहरूलाई स्वागत गर्दछु र धेरै समयपछि म यहाँहरू समक्ष फेरि आएको छु। वास्तवमा यहाँहरूले कमेन्ट गरे अनुसार म आउने हो। अब कमेन्ट गर्ने कोसिस गर्नुहोस् भन्ने म यहाँ गर्दछु, अनुरोध गर्दछु र मेरो यो मेहनतलाई पनि अलिकति लाइक सब्सक्राइब गरिदिनुहोस् ताकि मलाई पनि उत्साह बनिराखोस्। र आज हामीले मेमोरी एलोकेसन कसरी हुन्छ, प्रोग्राम कसरी एक्जिक्युट हुन्छ त्यसको बारेमा कुरा गर्नेछौँ। त्यसमध्ये पनि हाम्रो यसमा स्ट्याटिक मेमोरी एलोकेसन र डाइनामिक मेमोरी एलोकेसन थ्योरीको पार्टमा मैले यहाँहरूलाई आज यो भिडियोमा एक्सप्लेन गर्नेछु भने नेक्स्ट भिडियोमा हामीले यो डाइनामिक मेमोरी एलोकेसनका 4वटा फङ्सन्सलाई युज गरेर हामीले कसरी त्यसले काम गर्छ भन्ने कुराहरू गर्छौँ। आज फर्स्टमा मैले यहाँ हाम्रो कुनै पनि प्रोग्राम एक्जिक्युट गर्दाखेरि के इन्भाइरोमेन्टहरू बनिरहेको छ त्यसको बारेमा कुरा गर्नेछु। फटाफट जाउँ। पहिला सोर्स कोड भनेको हाम्रो प्रोग्राम, हामीले लेखेको प्रोग्राम जुन हामीले ह्यासट्याग इन्क्लुड गरेर जुन फर्स्टमा लेख्छौँ त्यो प्रोग्रामलाई हामीले सोर्स कोड भन्छौँ। त्यो सोर्स कोड डाइरेक्टली एक्जिक्युट हुँदैन, त्यसलाई कम्पाइल गर्नुपर्ने हुन्छ। कम्पाइलको मतलब उसलाई चाहिने रिक्वायर्ड फङ्सन्सहरू कुन हेडिङमा छन्, होइन, कुन हेडर फाइलमा छन् त्यसलाई पनि अपलोड गर्नुपर्ने हुन्छ मेमोरीमा, अर्थात् त्यसलाई रेडी पारिराख्नुपर्ने हुन्छ, लोड गर्नुपर्ने। यो यस्तो छ कि छैन, सिन्टेक्सहरू करेक्टली छ कि छैन, सबै चेक गरेर त्यसलाई एक्जिक्युट गर्नको लागि रेडी बनाउने काम कम्पाइलरले गर्छ। अर्थात् अझै भनौँ कम्पाइलर भनेको जुन सोर्स कोड हो त्यसलाई हाम्रो अब्जेक्ट कोड या मसिन अन्डरस्ट्यान्डेबल कोड, मसिन कोडमा कन्भर्ट गर्ने कामलाई हामीले कम्पाइल भन्छौँ। कम्पाइल गरेर त्यसलाई अब्जेक्ट कोडमा कन्भर्ट गर्छ। अब्जेक्ट कोड भन्नाले मसिन कोड, मसिन अन्डरस्ट्यान्डेबल है। त्यसपछि मात्रै त्यो .exe फाइल बन्छ र त्यो एक्जिक्युटेबल फाइल हामीले रन गरेर आउटपुट पाउने गर्छौँ। हेर्नुहोस् त, हाम्रो मेनली यो 5वटा स्टेजहरू पार गरेर कुनै पनि प्रोग्राम एक्जिक्युटेबल हुन्छ र एक्जिक्युट हुन्छ, स्पेसल्ली सी ल्याङ्ग्वेजमा। अब यसलाई पनि हामीले बाँड्न सक्छौँ दुईटा इन्भाइरोमेन्टमा, एउटा कम्पाइल टाइम इन्भाइरोमेन्ट, अर्को रन टाइम इन्भाइरोमेन्ट। कम्पाइल टाइम भनेको कम्पाइल गर्दैखेरि उसले आफ्नो इन्भाइरोमेन्ट क्रिएट गर्छ, जस्तै कति मेमोरी मलाई चाहिएको छ, कुन मेमोरी चाहिएको छ। यो टाइममा हाम्रो जति पनि मेमोरी युज भएको हुन्छ त्यसलाई हामीले स्ट्याटिक मेमोरी भन्छौँ। अर्थात् जस्तै हामीले कुनै पनि इन्ट या फ्लोट त्यस्तो टाइपको डेटाहरू डिक्लेयर गरेका छौँ, के अरे भेरिएबल्सहरू डिक्लेयर गरेको छ भने तिनीहरूको लागि मेमोरी एलोकेट गर्ने काम गर्छ, पहिले बनाएको हुन्छ ताकि सजिलो होस् काम गर्नलाई, होइन। उसले यसमा स्ट्याटिक मेमोरी जुन चेन्जेबल नहुने टाइपको मेमोरीहरू बनाएको हुन्छ भने अब रन टाइममा भनेको हामीले दिएको युजरले इनपुट गरे अनुसारको उसले मेमोरीलाई एलोकेट गर्ने काम गर्छ। सो अब यसमै पनि देखिन्छ, फर्स्टमा कम्पाइल टाइममै पहिले मेमोरी बनाइसकेको हुनाले उसले काम गर्न सजिलो हुन्छ, फटाफट काम गर्छ। भने हाम्रो रन टाइम इन्भाइरोमेन्ट जुन रन गर्दैखेरि मेमोरी क्रिएट गर्छ, त्यही भएर यो अलिकति स्लो हुनसक्छ, त्यही पनि हामीलाई फिल त हुँदैन, होइन। र यो रन टाइम इन्भाइरोमेन्टलाई हामीले डाइनामिक इन्भाइरोमेन्ट भन्छौँ, अर्थात् डाइनामिक मेमोरी एलोकेसन टाइम भन्छौँ। र जुन यो अहिले मैले यहाँहरूलाई लिस्ट गरेँ, जस्तै ग्लोबल भयो, स्ट्याटिक भयो। स्ट्याटिक भनेको हाम्रो यो चाहिँ मैले स्टोरेज क्लासको लागि मैले छुट्टै भिडियो बनाएको छु, त्यसमा जानु भने अझै क्लियर मैले पार्न सक्छु, होइन। त्यही पनि मैले यहाँ फटाफट भन्ने कोसिस गर्छु। स्ट्याटिक मेमोरी भनेको हाम्रो मैले अघि भने कम्पाइल टाइममै, हुन त ग्लोबल पनि हामी कम्पाइल टाइममै पनि रन गर्न डिक्लेयर गरेको हुन्छौँ। जुन हाम्रो यो पनि ग्लोबल स्ट्याटिक नै हो, किनभने यो कम्पाइल टाइममै हामीले पहिले सुरुमा डिक्लेयर गरेका हुन्छौँ, जुन मेनभन्दा पहिले डिक्लेयर गरेका हुन्छौँ, र त्यसको लाइफ टाइम चाहिँ हाम्रो इन्टायर प्रोग्राम या अरू फङ्सन्सहरूमा पनि युज हुन्छ। भने हाम्रो स्ट्याटिक अर्थात् अटो मात्रै गरेका छौँ भने, अर्थात् मेन फङ्सनभित्र या कुनै फङ्सन डिक्लेयर गरिरहेछौँ, हाम्रो युजर डिफाइन्ड फङ्सन, त्यो भित्र मात्रै डिक्लेयर गरिरहेछौँ भने त्यसको लागि त्यही भित्र मात्रै उसको काम हुन्छ, अर्थात् त्यसलाई फेरि पनि अर्को फङ्सनमा हामीले युज गर्न सक्दैनौँ। त्यसपछि हाम्रो डाइनामिक हिप भनिरहेछौँ। यो डाइनामिक हिप चाहिँ हाम्रो डाइनामिकल्ली अर्थात् रन टाइम गर्दाखेरि हामीले युज गर्न सक्छौँ। यो
विदिन फङ्सन पनि हुनसक्छ या हाम्रो विदिन प्रोग्राम पनि हुनसक्छ। नर्मली विदिन प्रोग्राम हुन्छ र यिनीहरूले कसरी काम गर्छन् भन्ने कुराहरू जस्तै मैले अघि पनि देखाएँ। हाम्रो फर्स्टमा इन्स्ट्रक्सन हुन्छ, हामीले यहाँनिर इन्स्ट्रक्सन्सहरू दिइराखेको हुन्छौँ कसरी गर्ने। त्यसपछि मात्रै उसले स्ट्याटिक मेमोरी अर्थात् कम्पाइल गर्छ, यहाँनिर कम्पाइल गर्दै जान्छ र त्यसपछि मात्रै उसले हिप मेमोरी युज गर्छ। हिप मेमोरी भनेको प्रोग्रामले आफैले क्रिएट गर्ने, उसको रिक्वायर्ड अनुसार अर्थात् युजरले इन्स्ट्रक्सन दिए अनुसारको उसले मेमोरीलाई म्यानेज गर्नको लागि आफैले क्रिएट गर्ने काम गर्छ। त्यसपछि अब हाम्रो जस्तै मैले अघि यही कुराहरूलाई देखाएँ, हिप र स्ट्याक हाम्रो दुइटै सँगसँगै काम गरिराखेको हुन्छ, म्यानेज गरिराखेको हुन्छ रन टाइममै, होइन। त्यसैलाई मैले अलिकति कम्पेयर गर्न खोजेको छु स्ट्याटिक मेमोरी र हिप मेमोरी। अझै यसमा हामीले भन्न सक्छौँ, जस्तै मैले अघि पनि कुरा गरेँ, यो कम्पाइल टाइममै हाम्रो यो स्ट्याटिक मेमोरी एलोकेट हुन्छ भने रन टाइम एलोकेट हुने मेमोरीलाई हामीले डाइनामिक मेमोरी भन्छौँ, होइन। त्यसपछि अब जस्तै यसमा हामीले चेन्ज गर्न सक्दैनौँ, क्यान्ट इन्क्रिज डिक्रिज हामीले केही पनि गर्न सक्दैनौँ, फ्री पनि गर्न सक्दैनौँ यो ड्युरिङ एक्जिक्युसन टाइम, है। कम्प्लिट प्रोग्राम चाहिँ कम्प्लिटली एक्जिक्युट भइसकेपछि मात्रै यसलाई हामीले रिसेट गर्न सक्छौँ। तर डाइनामिक मेमोरीमा रन टाइम गर्दै त्यसको साइजलाई इन्क्रिज गर्ने, अझै मेमोरी थप्ने हो कि होइन, त्यसलाई रिलिज गर्ने हो कि जम्मै फ्री गरिदिने हो कि, अब हाम्रो अरू प्रोग्राम चलिरहेको हुन्छ, हामीलाई चाहिएन भने हामीले रिलिज पनि गर्न सक्छौँ। अनि जस्तै हामीले यहाँनिर युज इन एरे या स्ट्रक्चर एरे हुनसक्छ या नर्मल हाम्रो सिङ्गल एरे हुनसक्छ, होइन। सिङ्गल डाइमेन्सनल मल्टिडाइमेन्सनलहरू हुनसक्छ भने यो चाहिँ हाम्रो लिङ्क लिस्टहरू भयो, होइन, या सर्कुलर लिस्ट यिनीहरूको लागि युज गरिन्छ। अर्थात् डेटा स्ट्रक्चर्स अल्गोरिदममा हामीले यो ठुलो प्रोग्रामहरू अर्थात् डेटाहरूलाई ह्यान्डल गर्नको लागि प्रोग्राममा यो युज गरिन्छ। ठुल्ठुला डेटाहरू, ह्युज डेटाहरूलाई ह्यान्डल गर्नको लागि त्यसमा सर्टिङ हुनसक्छ, होइन, म्यानेज गर्न सक्ने को लागि यो युज गरिन्छ। अब यसमा मोर इफिसियन्ट इन द टर्म अफ प्रोसेसिङ अर्थात् फास्टर छ, यसमा इफिसियन्टली उसले ह्यान्डल गरिराखेको हुन्छ। यसमा चाहिँ अलिकति मेमोरीलाई म्यानेज गर्नको लागि अब कुन मेमोरी कहाँनिर युज गरौँ भन्ने कुरा हुन्छ, यसमा अलिकति टाइम चाहिँ लाग्छ, है। यही हो हाम्रो डिफ्रेन्स। र त्यसपछि हाम्रो अर्को भिडियोमा हामीले कुरा गर्ने नै छौँ। डाइनामिक मेमोरी एलोकेसन गर्दाखेरि हामीले 4वटा फङ्सन्स एकदम रिक्वायर्ड हुन्छ, यिनीहरूको सिन्टेक्स र विथ एक्जाम्पल मैले अर्को भिडियोमा देखाउने छौँ। सी यू इन नेक्स्ट भिडियो। यहाँहरूले सब्सक्राइब गरिदिनुहोस् प्लिज, यो मेरो मेहनतको कदर गरिदिनुहोस्। थ्याङ्क यू।